कक्षा कोठामा सबैलाई स्वागत छ। यो भन्दा अघिल्लो क्लासमा हामीले क्वेशन नम्बर 14 सम्म गरिसकेका थियौं। आज चाहिँ क्वेशन नम्बर 15 देखि सल्भ गर्न जाँदै छौं र यिनी सबै सर्ट क्वेशनहरुको प्याटर्न सबै सेम भएको हुनाले म कुनै क्वेशनहरु स्किप गरिदिन्छु है, गर्दिन्न। तपाईहरुले चाहिँ तिनी क्वेशनहरु यदि जान्नुहुन्न भने त्यो भन्दा अगाडिको पार्टहरु हेरेर त्यो क्वेशनलाई सल्भ गर्न प्रयास गर्नु होला र यदि पनि जान्नु भएन भने चाहिँ मलाई चाहिँ हो कमेन्टमा अथवा जीमेलमा मेसेज गरेर मेसेज छोड्दिनु होला। म त्यो क्वेशनहरु सल्भ गरेर हजुरलाई पठाइदिनेछु है। अब क्वेशन नम्बर आज चाहिँ हामी क्वेशन नम्बर 15 देखि सुरु गर्न जाँदै छौं। क्वेशन नम्बर 15 मा प्रुभ दैट द स्ट्रेट लाइन ह्याभिङ इक्वेसन 2 + √3x - y = 0 एन्ड 2 - √3x + y = 0 आर परपेन्डिकुलर टु इच अदर भनेछ। यो लाइनको इक्वेसन र यो लाइनको इक्वेसन है, यिनीहरु एकअर्कासँग परपेन्डिकुलर छन्। यो दुईटा लाइन चाहिँ एकअर्कासँग परपेन्डिकुलर छन् भनेर प्रुभ गर्नु छ। प्रुभ गर्नको लागि क्वेशन नम्बर 15 हियर हामीलाई दिएको इक्वेसन अफ लाइन आर पहिलो इक्वेसन के छ त 2 + √3x 2 + √3x - y = 0 यो पहिलो लाइनको इक्वेसन भयो के र। अनि अर्को लाइनको इक्वेसन छ हामीलाई 2 - √3x + y = 0 भन्ने यो दोस्रो लाइनको इक्वेसन छ। यति छ इक्वेसन है। अब पहिलो लाइनबाट पहिलो स्लोप निकालौं। m1 निकाल्ने फर्मुला माइनस कोएफिसिएन्ट अफ x अपन कोएफिसिएन्ट अफ y भनेको कोएफिसिएन्ट अफ x कति छ 2 + √3 माइनस ब्र्याकेटमा 2 + √3 अपन 1। यो 1 लेख्दा पनि भयो, नलेख्दा पनि भयो। सरी यहाँ -1 छ हो y को कोएफिसिएन्ट -1, माइनस र माइनस क्यान्सल आउट भएर बचेको त 2 + √3 अपन 1 भनेको त त्यही नै भयो। अनि यसबाट m2 निकालौं। स्लोप अफ सेकेन्ड लाइन माइनस कोएफिसिएन्ट अफ x अपन कोएफिसिएन्ट अफ y भनेको माइनस x को कोएफिसिएन्ट ब्र्याकेटमा 2 - √3 अपन y को कोएफिसिएन्ट 1 छ 1। यो माइनस चाहिँ खोल्दियौ, माइनसले प्लसलाई -2, यो माइनस र माइनस प्लस √3 हो। m1 पनि आयो, m2 पनि आयो भने देन हामीलाई परपेन्डिकुलर प्रुभ गर्नु छ भने m1 र m2 को हामीले के ल्याउँछौं त प्रोडक्ट निकाल्छौं। m1 भनेको 2 + √3, m2 भनेको -2 + √3। अब यो दुईटालाई मल्टिप्लाई गरिदियौ। मल्टिप्लाई गर्नको लागि थाहा छ हामीलाई 2 अनि ब्र्याकेटमा -2 + √3। यो प्लस √3 ले पनि यसलाई मल्टिप्लाई गर्नुभयो, प्लस √3 ले -2 + √3 लाई मल्टिप्लाई गर्नुभयो। भयो कति त 2 ले -2 लाई मल्टिप्लाई गर्यो -4, 2 ले प्लस √3 लाई गर्यो +2 √3, प्लस √3 ले -2 लाई मल्टिप्लाई गर्यो -2 √3। यो प्लस र यो प्लस प्लसै भयो, √3 र √3 कति भयो 3 भयो हो। √3 * √3 3 भयो भने +2 √3 र -2 √3 कट्यो, -4 बचेको त +3, -4 + 3 भनेको 1 सरी -1। देयरफोर सिन्स m1 र m2 को भ्यालु कति आयो त -1 आयो। यही कारणले थस दे आर परपेन्डिकुलर टु इच अदर। त्यही भएर उनीहरु एकअर्कासँग के भयो त परपेन्डिकुलर भयो है त। क्वेशन नम्बर 15 पछि अब क्वेशनहरुलाई हेर्दै जाऊ र कुनै क्वेशनहरु यदि दोहोरेका छन् भने गर्दैनौं है। क्वेशन नम्बर 16 मा प्रुभ दैट द स्ट्रेट लाइन पासिङ थ्रु द पोइन्ट 3, -4 एन्ड -2, 6। अब यसलाई सल्भ गर्नको लागि के गर्ने त सुरुमा यसको स्लोप निकाल्ने। स्लोप निकाल्ने फर्मुला के y2 - y1 अपन x2 - x1 यो वाला फर्मुला हो। यो लगाएर यसको स्लोप निकाल्ने र हामीलाई अर्को स्ट्रेट लाइनको इक्वेसन दिएको छ, योबाट स्लोप निकालौं। योबाट चाहिँ इक्वेसन दिए बेला स्लोप निकाल्ने फर्मुला के त माइनस कोएफिसिएन्ट अफ x अपन कोएफिसिएन्ट अफ y यो युज गर्ने। अनि दुईवटा स्लोप परपेन्डिकुलर छन् भने परपेन्डिकुलर प्रुभ गर्नको लागि के गर्न पर्यो त भन्दा हो हाम्रो परपेन्डिकुलरै प्रुभ गर्न भने सरी प्यारलल भन्ने रहेछ। प्यारलल प्रुभ गर्नको लागि के हुन्छ त भन्दा यसको स्लोप र यसको स्लोप बराबर आउँछ भने प्रुभ भयो। क्वेशन नम्बर 17 यस्तै खालको क्वेशन हामीले गरिसकेका छौं। प्यारलल प्रुभ गर्नु छ है। यो भन्दा अघिल्लो पार्टमा हेर्नुस्। क्वेशन नम्बर 18 यो पनि हामीलाई p को भ्यालु पत्ता लगाउनु छ। यसबाट स्लोप निकाल्ने, यसबाट स्लोप निकाल्ने, m1 र m2 गरेर -1 गर्दिन अनि p को भ्यालु आइहाल्छ। क्वेशन नम्बर 19 को फाइन्ड द स्लोप अफ द लाइन परपेन्डिकुलर टु द स्ट्रेट लाइन 3x - 4y = 10। यही क्वेशन हामीले हो यो भन्दा अघिल्लो क्लासमा गरेका थियौ। क्वेशन नम्बर सायद कतिमा त भन्दा गरे छैनौ कि के हो गरे जस्तो मान्छु मैले यो क्वेशन हेरौँ है त।
ल गरेको छैन म गरिदिन्छु है त यो पोइन्टवाला चाहिँ गराएर रहेछौँ सेम क्वेसन तर पोइन्टवाला चाहिँ गराएर रहेछौँ योवाला चाहिँ गरेको छैन भने योवाला क्वेसन गरिदिन्छु फाइन्ड द स्लोप अफ द लाइन परपेन्डिकुलर टु द स्ट्रेट लाइन यो लाइनसँग परपेन्डिकुलर भएको लाइनको स्लोप पत्ता लगाउनु छ भनेको दिएको लाइन के छ त क्वेसन नम्बर कति हो 19 मा हियर दिएको लाइन इक्वेसन अफ गिवन लाइन के दिएको छ त भन्दा 3x - 4y = 10 दिएको छ योबाट स्लोप निकालौँ m1 निकाल्ने फर्मुला माइनस कोएफिसिएन्ट अफ x अपन कोएफिसिएन्ट अफ y भनेको x को अगाडि -3 अपन -4 माइनस र कट्यो भने 3/4 m1 आयो अब यो लाइनसँग परपेन्डिकुलर भएको लाइन पत्ता लगाउनु छ परपेन्डिकुलर भएको लाइनको स्लोप पत्ता लगाउनु छ भने अब m2 निकाल्न पर्यो m2 बराबर वाट हो निकालौ त सिन्स द लाइन इज परपेन्डिकुलर छ भने देन परपेन्डिकुलर छ भने m1 टाइम्स m2 बराबर साथै कति आउनु पर्छ त भन्दा -1 आउनु पर्छ m1 भनेको 3/4 आथ्यो टाइम्स m2 भनेको m2 नै राखौं यो नै पत्ता लगाउनु छ हामीलाई स्लोप अफ सेकेन्ड लाइन और 3m2 = यसले क्रस मल्टिप्लाई गर्यो -4 और m2 को भ्यालु कति आयो त -4/3 हो क्वेसन हामीले सल्भ गर्यौं -4/3 है अब क्वेसन नम्बर 20 म अलिकति फास्ट बोलिरहेको छु है यो सबै क्वेसनहरु सल्भ गरेका हो सबै एउटै प्याटर्न वाला क्वेसन छ त्यही भएर छिटो गर्दा पनि तपाईहरुले बुझ्नुहुन्छ यदि बुझ्नुहुन्न भने चाहिँ भन्नु होला है क्वेसन नम्बर 20 मा इफ द लाइन पासिङ थ्रु द पोइन्ट 3, -4 and -2, k is perpendicular to the line having equation 5x + y = -3 अब यो लाइन र यो लाइन चाहिँ एकअर्कासँग परपेन्डिकुलर छ रे भने योबाट स्लोप निकाल्ने फर्मुला पोइन्ट दिएको बेला y2 - y1 अपन x2 - x1 गरेर यसको स्लोप निकाल्ने अनि यसको पनि स्लोप निकाल्ने यदि दुईटा एकअर्कासँग परपेन्डिकुलर छन् भने m1 टाइम्स m2 बराबर -1 आउँछ हो यो पनि गरिहाल्नुहुन्छ तपाईहरुले अब 21 नम्बरको फाइन्ड द एक्युट एंगल बिट्विन द लाइन हैविंग स्लोप -√3 and √3 रेस्पेक्टिभली अब यो चाहिँ हामीले गरेका छैनौं अब एक्युट एंगल पत्ता लगाउनु छ हियर 21 को हियर फाइन्ड द एक्युट एंगल बिट्विन द लाइन्स हैविंग स्लोप -√3 and √3 है स्लोपहरु दिया छ हामीलाई भने लेट पहिलो लाइनको स्लोप m1 = -√3 र दोस्रो लाइनको स्लोप m2 बराबर √3 मानौ भने एक्युट एंगल निकाल्ने फर्मुला भनेको के हो tan θ = ± m1 - m2 अपन m1 + m1 m2 हो है भने लेट थीटा बी द एंगल मानौ थीटा भनेको चाहिँ एंगल हो भने देन थीटा निकाल्ने फर्मुला tan θ = ± m1 - m2 अपन 1 + m1 m2 हो और tan θ = ± m1 - m2 भनेको कति त m1 भनेको -√3 m2 भनेको कति √3 अपन 1 + m1 भनेको -√3 इन्टु m2 भनेको √3 अब यो tan θ लाई अहिले लेखौँला प्लस माइनस -√3 भनेको -2√3 अपन यहाँ भयो 1 माइनस प्लस र माइनस भयो √3 ले √3 लाई मल्टिप्लाई गरे 3 भयो = प्लस माइनस 2√3 अपन -2 माइनस पनि छ है माथि है -2√3 अपन -2 माइनस र माइनस क्यान्सल आउट भयो बजेको त 2 र 2 पनि क्यान्सल भयो प्लस माइनस √3 यो केसको भ्यालु हो त भन्दाखेरि tan θ को भ्यालु हो अब हामीले एक्युट एंगल पत्ता लगाउनु छ भने के गर्न पर्छ त भन्दा प्लस ल्याउनु पर्छ टेकिङ पोजिटिभ साइन ल्यायौं भने tan θ बराबर √3 मात्र प्लस √3 भनेको नि एउटै हो और tan θ = √3 भनेको कति त tan 60 डिग्री और θ को भ्यालु कति आयो 60 डिग्री आयो है त यति नै गर्ने हो हामीले के गरेन स्लोप दिएको छ फर्स्ट लाइनको स्लोप अफ सेकेन्ड लाइन दिएको छ अनि एंगल निकाल्ने फर्मुला tan θ = m1 - m2 अपन 1 + m1 m2 लाग्यौं र भ्यालुहरुलाई पुट गरेर सल्भ गर्यौं भने हाम्रो भ्यालु आउँछ √3 है अनि पोजिटिभ साइन ल्यायौं भने एक्युट एंगल आउँछ नेगेटिभ साइन ल्यायौं भने अब्ट्युस आउँछ कहिले कसो चाहिँ हुँदैन है त्यो यहाँ भित्र माइनस आए बेला प्लस ल्याए बेला एक्युट अब्ट्युस आउँछ माइनस र माइनस प्लस भए बेला एक्युट आउँछ त्यो चाहिँ छुट्टै सिनारियो हुन्छ अनि
पोजिटिभ साइन ल्यायौँ र पोजिटिभ साइन ल्याएर थीटाको भ्यालु कति आयो 60 डिग्री आयो। यो क्वेसन पनि हामीले सल्भ गरिसक्यौँ है। क्वेसन नम्बर 21 पनि हामीले सल्भ गर्यौँ। अब क्वेसन नम्बर 22 तिर लागौँ। इफ द स्लोप अफ द लाइन AB एन्ड CD आर 3 and -2। अब स्लोप दिएको छ हामीलाई AB र CD भन्ने लाइनको स्लोप दिएको छ 3 र -2 एक्युट एंगल सेम यही हो। स्लोप अफ पहिलो लाइन M1 भनेर 3 मान्दियौँ, M2 भनेर -2 मान्दियौँ भने आइहाल्छ यो क्वेसन पनि त्यही थीटाको भ्यालु निकाल्ने। क्वेसन नम्बर 23 यो एक्चुअली क्वेसन सर र हेर्नुस् है, तपाईले गरिहाल्नुहुन्छ होला। यो र यो प्यारालल छन् भने M1 र M2 बराबर हुन्छ र हामीले स्लोप पत्ता लगाउन सके, p को भ्यालु पत्ता लगाउन सकिहाल्छौँ। सेम यो क्वेसन र यो क्वेसन सेम हो है। यसमा पनि M1 निकाल्छौँ, M2 निकाल्छौँ, एकअर्कासँग प्यारालल छन् भने M1 र M2 बराबर हुन्छ अनि p को भ्यालु निकाल्न सकिहाल्छौँ। क्वेसन नम्बर 25 मा यो लाइन र यो लाइन दे आर परपेन्डिकुलर टु इच अदर भनेको छ भने यसबाट स्लोप निकाल्ने, यसबाट पनि स्लोप निकाल्ने, यो लाइनबाट पनि, अनि दुईटा एकअर्कासँग परपेन्डिकुलर छन् भने त यिनीहरू दुईटाको स्लोपको प्रोडक्ट जहिले पनि -1 हुन्छ। त्यसपछि हामीले p को भ्यालु निकाल्न सकिहाल्छौँ। यो क्वेसनहरु हामीले अगाडि क्लासमा पनि गरेका छौँ है। सबै यो सिरिजै हेर्नुस् है, मैले एउटा प्लेलिस्ट बनाइदिएको छु, त्यो प्लेलिस्टबाट ग्रुप बी का सबै क्वेसनहरु हेर्नु होला। अब आउने क्लासदेखि चाहिँ हामीले ग्रुप सी 3 मार्क्सका क्वेसन र ग्रुप डी का कुनै 4वटा 1 2 3 4वटा क्वेसनहरु दिएका छन्, यिनीहरूलाई सल्भ गर्न प्रयास गर्छौँ है। अब धेरै जसो त ग्रुप सी मै आउँछ क्वेसन नम्बर, यो 3 मार्क्सको क्वेसन अलि इम्पोर्टेन्ट छ, यिनी क्वेसनहरु सबैलाई सल्भ गरौँला एक एक गरेर। कुनै क्वेसन दोहोरिएको छ भने त्यसलाई नगरौँला है। ल आजको क्लासलाई यति नै। अब क्वेसन नम्बर ग्रुप सी को क्वेसनहरु 3 मार्क्समा आउने क्वेसनहरुलाई सल्भ गरौँला अब आउने आगामी क्लासहरुमा। सब्स्क्राइब गर्न नबिर्सिनु होला है त। थ्यांक यू क्लास।